सबैजनामा नमस्कार। आज हामी आएको छौँ सिराहा जिल्लाको धनगढी माई नगरपालिका वडा नम्बर 6 बसन्तपुर मोतियाही। यहाँ वडा कार्यालयमा यहाँ देख्न सक्नुहुन्छ, यहाँ लेखेको छ बसन्तपुर मोतियाही सिराहा। तर वडा कार्यालय त छ, वडा कार्यालयमा अहिले कोही छैन, न कर्मचारी छ, न जनता छ, न यहाँ किसान कोही छ। यहाँ हेर्न सक्छु यो वडा कार्यालय बन्द छ। हो साथी मित्र, यो वडा कार्यालय बन्द छ। किन बन्द छ, के कारणले, हामी तपाईँलाई विस्तार रूपमा जानकारी गराउन गइरहेको छु। यो वडा कार्यालय भनेको अब जङ्गलमा छ। चारैतिर तपाईँलाई देखाइदिन्छु म, यतातिर देखाउनुहोस्। यो चारैतिर जङ्गल छ, यो जङ्गलको बिचमा बनाएको यो वडा कार्यालय। वडा कार्यालय यहाँ हेर्नु, तालचा लागेको छ, तालचा लागेको छ। यहाँ वडा कार्यालयमा कोही छैन। ल यहाँ हेर्नुहोस्, टेबल कुर्सी बेन्चहरू यहाँ देख्न सक्नुहुन्छ। यो वडा अध्यक्ष भगलु महतोले के गर्न खोजेको हो, एक। अर्को कुरा, धनगढी माईका नगरपालिका भूपू हरिनारायण चौधरी र वर्तमान शिवशङ्कर महतोजी, तपाईँहरूको ध्यान आकर्षण पुग्यो कि पुगेन, र पुग्यो भने तपाईँ यो सञ्चालनमा किन आएन, र तपाईँहरूले किन चासोको विषय राख्नु भएन। यो भ्रष्ट होइन भने, करप्सन होइन भने, यो विकास होइन भने यो विनाश हो। यो तपाईँ धनगढी माई नगरपालिकाको वडा अध्यक्ष 6 का भगलु महतोले आफ्नो वार्डमा आतंक मचाएका छन्। गुन्डा शैलीमा, दादागिरी शैलीमा, राणा शासन शैलीमा, जुन कि उहाँले विकास गर्यो। के विकास गर्यो, सबै विनाश गरे, खालि पैसा र कमिसनकै आडमा। यहाँ हेर्नुहोस्, देख्न सक्नु यो के हो, यो तपाईँ के भन्न चाहनुहुन्छ। यो विकास हो भने यहाँ एकैछिन यहाँ आउनुहोस्, म तपाईँलाई देखाउँछु।